नमस्कार। माउन्टेन्स मगर फ्रम कैलाली। तपाईँले यसको डेकोरेसन हेर्नुहोस् त, पत्थरले बनेको छ होइन, सबै जाली लगाएर पत्थरको यस्तै सिङ्गो घर तयार पारिएको छ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ माथि छतको भाग भयो होइन। हामी यस्तो गरेर यता सिडी माथि जाने अनि यताबाट हेरौँ न भित्रको भाग कस्तो छ। एकदमै वाउ नाइस, एकदमै दामी रहेछ है। यता कोठा रहेछ एउटा, यता पनि कोठा रहेछ, दुईवटा कोठा भयो। अनि यो टोयलेट बाथरूम, बच्चे लोग खेल रहे हैं यहाँ। पानी का सिंटेक्स राखेको छ भने चाहिँ एकदमै दामी छ सिन। या देखो हामीहरूको दामी माथि जाने। अब माथि चाहिँ झ्याल छ यहाँनिर, कस्तो खालको छ भित्र हेर्नु पाइदिनु हुन्थ्यो भनेको, तर दामी रहेछ। आँपको बगैँचाहरू छ जतासुकै, आँपहरू पनि एकदम लट्टरमै फलिरहेको छ, देख्न सक्नुहुन्छ तपाईँले होइन। अब चाहिँ माथि गइन्छ। झ्याल तर देखिएन भित्र चाहिँ होइन, झ्यालबाट यस्तो रहेछ। हाम्रो कोठा रहेछ भित्र पनि। माथि जाउँ एकचोटि, कस्तो भ्यू छ माथिको होइन, दामी छ। यस्तो खालको बनाएको रहेछ यहाँनिर, पानी जम्दो रहेछ है, खिया लगाएर पानी जमेर जस रमणीय ठाउँ रहेछ। माथि चाहिँ यसरी बनाएको रहेछ, छत सिसा लगाएको छ पुरा माथि, दामी छ हो भ्यू चाहिँ है। वाउ दामी हो यार। यता पनि आँप बगैँचा छ। अनि यो चाहिँ फलाम पकाल्ने भट्टी हो, 4वटा बनाएको थियो होइन, तपाईँले देख्न सक्नुहुन्छ। र अहिले यति ठुलो बढ उम्रेर पनि त्यति ठुलो भइसकेको छ। र यस्तो अहिले चाहिँ यो क्यान्सिल भइसकेको छ, अङ्ग्रेजी पालामा बनेको हो सबै कुराहरू। अनि यहाँबाट चाहिँ अहिले माथितिर पनि पुरै आँपहरू, लिचीहरू, बस्ती, यस रमणीय भ्यू छ यहाँनिरको, तपाईँले देख्न सक्नुहुन्छ। अब म यहाँबाट तल झर्दैछु होइन। टक 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 टक। कोठा चाहिँ दामी बनेको रहेछ भित्र। आँपहरू फलेर लटरम्म छ। म यता पनि कोठा हुन त दरवाजा लगाएको रहेछ। कोठा चाहिँ कस्तो रहेछ हेरौँ भित्र। यस्तो खालको कोठा रहेछ होइन, दामी रहेछ हो। जस फलेछ लटरम्म, सानो भयो पनि। अगाडि भट्टीतिर कतिमा बनेको रहेछ होइन। भट्टी चाहिँ त्यहाँ बोर्ड टाँसेको छ, बोर्डमा सायद सबै कुराहरू लेखिएको हुनुपर्छ। हेरौँ हामी। 1876 में लोहे की भट्टी में देवी एंड कंपनी द्वारा यही लोहे की भट्टी सन 1868 में बनाई गई थी। इसके लिए कच्चा माल, आयस्कर एवं ईंधन पास के जंगल एवं पहाड़ियों में आसानी से उपलब्ध था। इस लोहे की भट्टी के लिए पानी बोर नहर से आता था। इस भट्टी को सर हेनरी रेमसे द्वारा सन 1876 में पेड़ों के कटान पर रोक लगाने के बाद बंद कर दिया गया। भट्टी की 4 संरचनाएं अभी भी यहाँ है। अच्छा, ये 4 संरचना होंगे ना, ठीक है। यस्तो खालको भट्टी रहेछ होइन। बुट्टा यस्तो उम्रेर यत्रो बढ्नु धेरै पहिलाको भट्टी चाहिँ बनाएको। जस रमाइलो छ। हामी यहीँ बसौँ, अब एकछिन रेस्ट गरौँ। आँप गाइज, आँप ल। यति भन्दै मेरो युट्युब च्यानललाई तपाईँहरूले सब्सक्राइब गरेर नभुल्नु होला सबैजनाले होइन। एकदमै एकचोटि भित्र गएर देखाउँछु म, यहाँ भित्रको सिन पनि देखाउँछु तपाईँहरूलाई कस्तो छ। अवलोकन गर्नु होला, कमेन्ट छोड्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नभुल्नु होला। ओहो हेलो हेलो हेलो, ओ माई गॉड, खतरा है। वाउ यस्तो खालको भट्टी यार। यस्तो गाइज माथि बुट्टाहरू छन् होइन, त्यस्तो खालको भट्टी।
त्यो देखेको होइन दामी भ्यू छ ल सबैजनाले फलो गर्न नबिर्सनु ओके बाई मिस यु एभ्रिवान